म मौलापुरको बारेमा र काठमाडौँको तुलना गरेर के कुरा भन्न चाहन्छु। काठमाडौँमा व्यापारी व्यवसायी र आम जनतासँग ट्याक्स लिन्छ, सुविधा केही पनि दिँदैन। मान्छेसँग ट्याक्स लिने, कति ट्याक्स लिने? 20 अरब रुपियाँ ट्याक्सबाट काठमाडौँ महानगरपालिकाले जम्मा गर्छ। 20 अरब रुपियाँ तपाईँ जनताबाट लिने र 1 रुपियाँको सुविधा नदिने। ठिक त्यसको विपरीत मौलापुरले जनतासँग 1 रुपियाँ नलिने र बिजुली पानी लगायतका सुविधाहरू जनतालाई उपलब्ध गराउने। भनेपछि यसले पनि त्यसको अन्तर छुट्याउन सक्नुहुन्छ। मौलापुर नगरपालिकामा नगर प्रहरी छैन। काठमाडौँले नगर प्रहरी पालेका छन्, सयौंको संख्यामा नगर प्रहरी छ, शासन गर्छ। तोडफोड गरेको, शासन गरेको, वर्दी लगाएको तपाईँ हामी हेरिरहेछौँ। मौलापुर नगरपालिकामा नगर मास्टर छ, नगर डाक्टर छ। काठमाडौँ महानगरपालिकामा जम्मा सामाजिक क्षेत्रमा शिक्षा स्वास्थ्य लगायतका विषयमा जम्मा 20% छुट्याएको छ भने मौलापुर नगरपालिकाले खालि शिक्षाको नाममा 43% बजेट छुट्याएको छ। दुनियाँमा सबभन्दा उत्कृष्ट शिक्षामा लगानी गर्ने मौलापुर नगरपालिका हो। यहाँ दलितलाई हटाइदिन्छु, गरिबलाई भगाइदिन्छु, सुकुम्बासीहरूको हालत बेहाल छ, मडैहरू झुप्डीहरू। काठमाडौँ जस्तो सुन्दर सहरमा दलित बस्तीहरू सुकुम्बासी वस्तुहरू हेर्नुहुन्छ भने हामीलाई लाज बोध हुन्छ। तर त्यही मौलापुर जानुहुन्छ भने दलितहरू सुकुम्बासीहरूको बस्ती विकास गरेर, घडेरीहरू किनेर, छतवाला घर बनाएर, सबै सुविधा सम्पन्न बनाएर दुनियाँलाई सम्पन्न बनाउनतिर छ। यहाँ निषेध गर्नतिर, गरिबलाई भगाउँछु भन्छ, त्यहाँ गरिबी हटाउँछु भन्छ। गरिबलाई सुन्दर बस्ती बनाएर सुन्दर एउटा जीवन दिएर सजाएर राखेको छ। यो अन्तरलाई तपाईँ हामी बुझ्न जरुरी छ। काठमाडौँको जो सम्पदाहरू छ, विश्वलाई चिनाएका जो पशुपति लगायतका सम्पदाहरूको दोहन गर्छ, त्यसलाई अस्तव्यस्त बनाउने काम हुन्छ। जबकि ठिक मौलापुरमा जानुहुन्छ भने त्यस्तै सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा पुर्याउने ठुलो योगदान हुन्छ। त्यहाँको विकास पूर्वाधार हेर्नुहुन्छ भने अरूको तुलनामा, जस्तो केन्द्र सरकारले पनि सडक बनाउँछ, प्रदेशले पनि बनाउँछ र मौलापुर नगरपालिकाले पिच बनाएको हेर्नुहुन्छ भने सबभन्दा उन्नत र हाई लेभलको पूर्वाधार छ। त्यहाँ कच्ची सडक मुक्त छ। एउटा गाउँ इलाकाको नगरपालिका यति छोटो समयमा कच्ची सडक मुक्त बनायो, सबै पक्की सडक छ। यहाँ काठमाडौँमा आउनुहुन्छ भने कहिले खाल्डो छ, कहिले के छ, तर एउटा नगरपालिका जसको कुनै आम्दानी छैन, जुन लेभलको काम गर्छ। यहाँ 20-25 अरबको बजेट छ काठमाडौँ महानगरपालिकाको, त्यहाँ जम्मा 32 करोडको बजेट छ। 32 करोडले गर्ने काम र यहाँ के अरे 25 अरबले गर्ने काममा अन्तर हेर्नुहुन्छ भने धेरै कुरा बोल्नु पर्दैन। भाषण होइन, तथ्य देखाउन सक्नुहुन्छ भनेपछि एउटा कुरा विकास गर्ने कि भ्रष्टाचार गर्ने? मौलापुरले भ्रष्टाचार होइन विकास भन्छ। शासन गर्ने कि सेवा गर्ने? मौलापुरले शासन होइन सेवा गर्न भन्छ। लिने होइन दिने, जनताबाट लिने होइन दिने, जनताबाट लिने कुराको ठिक उल्टा जनतालाई दिने कुरा गर्छ। यो समाजवाद भन्दा नै उन्नत छ। समाजवादमा हुनेसँग लिने, नहुनेलाई दिने भन्छ। हुनेसँग लिने, नहुनेलाई दिने। मौलापुरले कसैसँग नलिने भन्छ। जसरी हाम्रो समाजमा गार्जियनहरूले कमाएर परिवार चलाउँछ, गार्जियनहरूले काम गरेर आफ्नो परिवार पाल्छ, त्यस्तै सरकारले उत्पादन गरेर परिवार पाल्नुपर्छ भन्ने मान्यतामा काम गरिरहेछ।